अब म कथा सुरु गर्न चाहन्छु। धेरै वर्ष पहिले भारतमा एउटा मुगल साम्राज्य भन्ने थियो अरे। मुगल साम्राज्यको त्यतिखेरको राजा चाहिँ अकबर थियो अरे। अकबर राजा एकपटक चाहिँ भर्खरै नौजवान अवस्थाको बेलामा राज्य अभिषेक गरेर बसिरहेको अवस्थामा त्यही भारतकै कुनै ठाउँबाट एकजना बिरबल भन्ने मान्छे खेती किसान गर्नुभन्दा राजदरबारमा नोकरी गर्नु पाए राम्रो हुन्थ्यो जस्तो लाग्थ्यो। अनि बिरबल एक दिन आफ्नो गाउँघरको काम मिलाएर राजदरबारतर्फ गएर अकबरको राजदरबारमा अब कसरी नोकरी गर्ने त होइन, त्यहाँभित्र अकबरको राजदरबारभित्र कसरी छिर्ने त, अब कुनै बहाना त चाहियो। अब त्यही बहानाबाजी गर्नको लागि बिरबलले त्यही अकबर साम्राज्यको राजदरबारको छेउछाउतिर कतै ओहोर दोहोर गर्ने मानिसहरूको चिया खानको लागि चिया बनाउने एउटा चाहिँ पसल रहेछ अरे, चिया बनाउने बेच्ने ठाउँ हो। त्यहाँ चाहिँ त्यो चिया बेच्ने ठाउँमा चाहिँ त्यतिखेरको जमानामा अहिलेको जस्तो टेबलहरू हुन्न थियो अरे, तर डोरीले बुनेको खाट हुन्थ्यो अरे होइन। डोरीले बुनेको खाट, दुईवटा खाट चाहिँ त्यहाँ राखिरहेको हुन्थ्यो अरे। त्यसैमा खाटमा बस्ने गफ गर्ने चलन थियो अरे त्यतिखेर। खास बिरबलको चाहिँ मनमा चाहिँ राजदरबारमा कसरी नोकरी गर्ने भन्ने मात्रै सोच बोकेर बसिरहेको थियो अरे। एक दिनको कुरो, बिरबल बिहानै उठेर त्यही डोरीले बुनेको खटमा बसेर यसो चिया पिउँदै गर्ने बेलामा एकजना मान्छे त्यहाँ आइपुग्यो अरे। अकबर राजदरबारबाट आएको जस्तो त्यो मानिस हतार पतार गर्दैछ। मलाई एक धार्नी चुना चाहियो। उनले फेरि भने अरे, होइन एक धार्नी चुना त म नलगी जानै हुँदैन भने अरे। अनि फेरि त्यस्तो कुरा भनिरहँदा अनि बिरबललाई लाग्यो अरे, अब राजदरबारबाट आएको मानिस जस्तो देखिएपछि अब यसलाई मैले सोध्नु पर्यो, अब किन रहेछ त भनेर यसो खोलदिली लागेर बिरबलले अब सोध्नु पुग्यो अरे त्यो मानिसलाई। होइन हजुर त के राजदरबारबाट आउँदै जस्तो मैले अनुमान पाएँ, होइन किन यो एक धार्नी चुना चाहियो हजुर भनेर भन्दाखेरि उनले भने अरे, होइन हाम्रो महाराजले एक धार्नी चुना खोजिराख्नु भएको छ, त्यसैले म एक धार्नी चुना लिन आएको, एक धार्नी चुना नलगी त जानै हुन्न भनेर। बिरबलले फेरि यस्तो सोध्यो अरे, होइन हजुरलाई महाराजले एक धार्नी चुना कुन बेलामा चाहिँ माग्नु भएको थियो भनेर सोध्यो अरे। अनि त्यो मान्छेले जवाफ दियो अरे, म जहिले पनि दरबारमा अकबर महाराजलाई खानापछि पान बनाएर खुवाउने गर्छु। अनि उहाँले त्यतिखेर पान खाँदै हुनुहुन्थ्यो। अनि त्यही बेलामा चाहिँ मलाई एक धार्नी चुना ल्याउनको लागि आदेश दिनुभयो भनेर यो कुरो सबै बिरबललाई सुनायो। बिरबलले भन्यो अरे, ल उसो भए महाराजले जुन भए पनि सेतो चिज खोज्नु भएको हो, तपाईँले एक धार्नी चुना त पाउनुहुन्न, तपाईँले दही लगेर जानुभए पनि हुन्छ। अब दही पनि चुना जस्तै सेतो छ, एक धार्नी दही लगेर जानुहोस् भनेर बिरबलले सल्लाह दियो अरे त्यो दरबारबाट आएको मानिसलाई। अब दरबारबाट आएको मानिस पनि अब एक धार्नी चुना त कहाँ खोज्न जानु, पाउने सम्भव पनि भएन होइन। त्यही एक धार्नी दही बोकेर गएर दरबारमा पुग्नासाथ बिन्ती चढाएर महाराज एक धार्नी ल्याइयो भनेर। अब एक धार्नी के ल्याइयो महाराजलाई के थाहा, जस चुना ल्याउनु भनेको थियो, चुनै होला भन्ठानेर महाराजले ल त्यो एक धार्नी सबै तिमी आफै खाऊ भनेर त्यो दरबारियालाई महाराजले भने अरे। अनि उसले पनि गम खाइयो अरे होइन। एक धार्नी चुना होइन दही लगेको हो नि त उसले। अनि अब खाँदै गर्ने बेलामा महाराजले यसो हेरे अरे, तिमीले त खाँदैछौ, यो के खाएको भनेर। होइन हजुरले चाहिँ
एकधारी चुन भन्नुभएको थियो। एकधारी चुन त पाइएन, एकधारी दही चाहिँ ल्याएर आएको थियो। म त दही खाएर बसेको हजुर भनेर महाराजको कर्मचारीले भने रे। अनि महाराजलाई लाग्यो रे, होइन यसमा पक्कै कोही केही छ। कसले भन्यो यो दही लगेर जाऊ, त्यो मान्छेले खोजेर ल्याऊ भनेपछि अब दरबारबाट सेना पठायो। दही पठाउने मान्छे को रहेछ भनेर दही ल्याउनको लागि सल्लाह दिएको चाहिँ अब बिरबल रहेछ। अनि बिरबल त्यहाँ आइपुग्न साथ सोध्यो रे, तिमी को हो, किन यस्तो यो दही पठाएको भनेर भन्दाखेरि बिरबलले भने रे, म महेश दास हुँ महाराज। म चिया खाएर बसिरहेको थियो, त्यही समयमा दरबारबाट उहाँ आउनु भएछ। त्यसपछि चिया पसलतिर चाहिँ एकधारी चुना खोज्दै हुनुहुन्थ्यो र त्यो चुना चाहिँ एकधारी नपाइसकेपछि मैले उहाँलाई सोधी। उहाँले सबै कुरा बताउनु भयो मलाई। अनि मलाई पक्कै लाग्यो उहाँले खाना दिइसकेपछि हजुरलाई पान दिनुभएको रहेछ। अनि पान खाँदा चुना बढी भएको हुनसक्छ, त्यसैले हजुरको मुखमा पीडा भएको हुनसक्छ। त्यसैले उहाँलाई सजाय स्वरूप एकधारी चुना ल्याएर खुवाउने विचार गर्नुभएको हुनसक्छ भन्ठानेर उहाँको ज्यान जोगाउनको लागि भए पनि मैले यो कदम चाल्नुपर्छ भन्ठानेर एकधारी चुना होइन एकधारी दही लिएर जानुहोस् भनेर सल्लाह दिएको हुँ महाराज भनेर भनेछ अरे बिरबलले। अनि त्यसपछि महाराज चाहिँ दङ्ग परेछ अरे। अब सबै कुरा मिल्यो होइन। त्यसपछि बिरबलले भनेछ अरे, मलाई जे सजाय हुन्छ सजाय दिनुहोस् महाराज भनेर भनेछ अरे। अनि महाराजले ल तिमीलाई एउटा सजाय हुन्छ भनेछ अरे। अनि बिरबलले सजाय स्वीकारिसकेको भएर सजाय चाहिँ सुनाउनु पर्यो नि महाराजले। त्यही क्रममा महाराजले सजाय सुनाउनु पर्यो, अबदेखि तिमी यही दरबारमा कैद हुनुपर्नेछ, दरबारभित्रै रहनु पर्नेछ र दरबारको कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ, बाहिर जानु मिल्ने छैन भन्ने हुकुम भयो अरे। अनि त्यसपछि अब बिरबल पनि त्यही दरबारकै कामकाजमा खटियो। पछि बिरबल चाहिँ त्यहाँ मन्त्री भयो भन्ने यो कथा सुन्नु भएकोमा धेरै धेरै धन्यवाद।